हेलो एन्ड नमस्ते सेवाहरू सबैलाई सम्पूर्णलाई होइन वेलकम टु माई युट्युब च्यानल टक होइन माई नेम इज योगराज राई आइ एम फ्रम उदयपुर बेलाका 7 एन्ड मटुल होइन टक्क पारेर अहिले चाहिँ म मेरो फर्स्ट एक्सपिरियन्स ब्लगिङको बारेमा चाहिँ भन्न गइरहेको छु होइन जस्ट अब मैले सुरु गर्दैछु होइन लेट्स स्टार्ट होइन अब के भन्नु होइन अब ब्लग सुरु गर्दैछु होइन फाइनली मेरो युट्युब च्यानलको नाम चाहिँ योगराज ब्लग छ होइन त्यही भएर अब मैले चाहिँ ब्लग एउटा सुरु गरिरहेको छु होइन जस्ट ब्लगको जर्नी चाहिँ अब कस्तो हुन्छ होला भन्ने अब लाग्छ होइन जस्ट अब तर पहिले चाहिँ त मेरो इन्ट्रोडक्सन दिउँ न अब होइन जस्ट माई नेम इज योगराज राई होइन आइ एम फ्रम उदयपुर बेलाका 7 एन्ड मैनामैनी मटुल भन्ने मेरो गाउँ हो र मेरो ठाउँ हो मेरो होम टाउन चाहिँ यता हो क्या मेरो जन्मभूमि चाहिँ यता हो होइन म चाहिँ अहिले स्टडी गरिरहेको छु आई स्टडी इन धरान होइन मैले धरानमा तर मेरो त्यही अहिले चाहिँ म +2 गरिरहेको छु किनकि एजुकेसन चाहिँ मेरो गाउँतिरै छ भन्दा मेरो कलेज जनता मावि +2 सम्म छ जनता मावि हो मेरो कलेजको नाम चाहिँ स्कुलको नाम म 0 देखि अहिले +2 सम्म गरिरहेको चाहिँ जनता मावि हो भने मैले अहिले सिटिभिटीबाट ल्याब टेक्निसियन पनि गरिरहेको छु अनि त्यही भएर अहिले मेरो उता सिटिभिटी चाहिँ स्टडी इन मेरो धरान हो क्या मेरो कलेजको नाम चाहिँ एसटी हो सुनसर टेक्निकल कलेज हो अनि अहिले म पढिरहेको छु अहिले चाहिँ म सेकेन्ड इयर हो फर्स्ट इयर 4 साल जोइन गरेको अहिले सेकेन्ड इयर हो जस्ट म लाग्छ कि अब होइन तलतिर बस्दा त काम पनि हुँदैन होइन जस्ट काम गाउँ जस्तो हुँदैन क्या किनकि गाउँ जस्तो हुँदैन अब साथीहरू पनि हुँदैनन् होइन नयाँ अब नयाँ ठाउँ नयाँ परिवेश त्यस्तो हुन्छ क्या अनि त्यही भएर अब पढिन्छ पढ्न मन लाग्यो पढिन्छ होइन पढ्न मन लाग्यो पढिँदैन धुलिन्छ अनि त्यही भएर होइन जस्ट मैले चाहिँ भ्लगिङको जर्नी चाहिँ ओभर थिङ्किङ हुने क्या अब मोबाइल चलाइराखिने होइन जस्ट मोबाइल चलाइराखिने अनि अरू केही काम नहुने क्या अब पढ्नु नि धेरै पढिँदैन त्यही त हो हामी अब नेपाली मिडियमको होइन जस्ट अब टाइममा हल्का पढिन्छ त्यही त हो अनि जस्ट ओभर थिङ्किङ क्या अब धेरै ओभर थिङ्किङ हुन्छ होइन जस्ट ओभर थिङ्किङहरू धेरै हुनेको कारणले चाहिँ मैले ब्लगको जर्नी चाहिँ स्टार्ट गरेको किनकि अब हामी धेरै मोबाइल चलाइराखेको चाहिँ अब जस्तै भनौँ न अब म अब कहिले होइन जस्तै अब गेमै खेल्दाखेरि पनि अब म जस्तै बिहान 9 बजी उठेर 9 बजीदेखि कम्तीमा पनि 2-3 बजीसम्म खेल्थेँ क्या किनकि म एक्लै हुँदा होइन जस्ट अनि त्यही भएर अब मैले भ्लगिङको जर्नी गरेको होइन जस्ट अब भ्लगमा भनेको अब त्यही हो अब डुलिन्छ होइन हल्का अब आफ्नो एक्टिभिटीको देखाउने नि त भ्लगमा भनेको अनि त्यही भएर चाहिँ ओभर थिङ्किङ नहोस् भन्ने कारणले चाहिँ मैले भ्लगको जर्नी स्टार्ट गरेको र एउटा पछि गएर मेमोरेबल र सम्झना लायकको होस् अब म के कस्तो थिएँ भन्ने एउटा क्यारेक्टरको पनि आउँछ क्या अनि त्यही भएर चाहिँ मैले फाइनली भ्लगको जर्नी स्टार्ट गरेको होइन जस्ट अब हजुरहरूमा यो मेरो भिडियो पुग्यो भने चाहिँ किनकि सब्सक्राइब लाइक र सेयर चाहिँ गर्न नभुल्नु होला किनकि म जस्तै नयाँ क्यारेक्टर अथवा भ्लगरहरूलाई किनकि हुन्छ क्या उत्प्रेरणा जस्तो लाग्यो न अब झन् जस्तै अब तपाईँले मलाई सपोर्ट गर्नुहुन्छ मैले तपाईँहरूलाई सपोर्ट गरेको छु भने त अब जस्ट हुने हो होइन जस्ट हुने हो अब त्यही त हो नि अब किनकि अब सुरुमा त अब सब्सक्राइब पनि हुँदैन लाइक पनि हुँदैन भ्युज पनि गएको हुँदैन अनि त्यही कारण मान्छेहरूले धेरै जस्तो अब हेर्नको कारण त त्यही हो नि त र अब उता भ्युज नजानेको पनि त्यही हो नि त अब हेर्दा पनि त्यस्तो बोल्छ यसको त अब प्रोनाउन्सिएसनै राम्रो छैन त्यही भएर भन्छन् तर अब तपाईँहरूलाई केही अब मेरो प्रोनाउन्सिएसनमा त्यस्तो लाग्यो भने तपाईँहरूलाई कमेन्ट गर्न सक्नुहुन्छ लाग्छ मलाई होइन कमेन्ट गर्नुहोस् अब जस्तै अब बिस्तारै अब किनकि मेरो फर्स्ट एक्सपिरियन्स हो क्या फर्स्ट मेरो रियाक्सन भनौँ न अब मेरो फर्स्ट एक्सपिरियन्स जस्ट मैले फर्स्ट टाइम यति बोलेको क्या अब किनकि अब धेरै बोल्ने बानी छैन क्या अब होइन बोल्न त बोलिन्छ किनकि अब होइन हामी मान्छे नबोलिकन त बस्न सकिँदैन त्यही भएर चाहिँ बोल्न त बोलिन्छ तर वाइड कुराहरू बोलिन्छ क्या अब जस्तै अब कहिले केही बोली पठाइन्छ होइन त्यही भएर अब मैले चाहिँ एक ओभर थिङ्किङ नहोस् मेरो लागि नै हो क्या र पछि गएर एउटा मैले अनि एक इन्टरटेनमेन्टको लागि र एउटा सम्झना लायक र ओभर थिङ्किङ नहोस् भनेरै मैले चाहिँ भ्लगको जर्नी स्टार्ट गरेको होइन जस्ट अब कस्तो हुन्छ मेरो भ्लगको जर्नी चाहिँ अब हेर्दै जानु होला होइन हेर्दै जाउँ जस्ट अब मेरो भिडियो चाहिँ तर डेली चाहिँ आउन सक्दैन तर विकली अथवा मन्थली चाहिँ आउँछ फिक्स म भन्छु कि
विकली र मन्थली चाहिँ आउँछ किनकि मेरो इक्जाम भयो भने चाहिँ अब म रोकिनुपर्छ होइन किनकि इक्जाम भनेको यस्तो हो कि किनकि अब इक्जाम भनेको होइन यस्तो डेन्जर हुन्छ मलाई लाग्छ कि इक्जाम इज डेन्जर क्या मलाई इक्जामदेखि ओभर डर लाग्छ किनकि इक्जाममा होइन नसोचेको चिज आइदिन्छ अनि त्यही भएर मलाई इक्जामदेखि चाहिँ ओभर डेन्जर लाग्छ है तर कतिपय आउनेहरूलाई त त्यस्तो लाग्दैन होइन जस तर मलाई चाहिँ इक्जामदेखि चाहिँ ओभर डर लाग्छ रेड सिग्नल जस्तै लाग्छ क्या किनकि होइन मेरो 10 क्लासमा इक्जाम बिग्रेको थियो क्या अनि त्यही भएर अलिक मलाई चाहिँ डर लाग्छ होइन फाइनली अनि मैले चाहिँ किनकि यति नै भन्नको लागि हो होइन मेरो किनकि फर्स्ट एक्सपिरियन्स हो नि त फर्स्ट रियाक्सन हो त्यही भएर म ज्यादा बोल्दिनँ किनकि अब धेरै बोल्ने भयो भने फेरि गाह्रो हुन्छ नि अनि त्यही भएर भिडियो नि लामो हुन्छ टक्क हजुरहरू म अब फेरि पनि नयाँ नयाँ यस्तै भिडियोहरू लिएर आउने छु होइन जस मेरो फर्स्ट एक्सपिरियन्स हेरिदिनु होला किनकि लास्टसम्म यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद अनि थ्याङ्क्स फर वाचिङ होइन जस अब हजुरहरू सामु आइपुग्यो भने मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु किनकि र लाइक सेयर कमेन्ट पनि गर्न चाहिँ नभुल्नु होइन सब्सक्राइब त गरिहाल्नु होइन हेर्ने बित्तिकै होइन जस्ट अब भिडियो मन पऱ्यो भने सब्सक्राइब गर्ने हो जस्ट लाइक गर्ने हो होइन हुन त हो अब सबैले अब यो केही मनको त हुँदैन होइन तर जस्ट म चाहिँ भन्छु कि अब न्यू भ्लगरहरूलाई चाहिँ अब हेर्दैनन् कि अब जस्तै यो यता अब धेरै भ्युज पनि जाँदैनन् एक त त्यस्तै ऊ पनि हुँदैन क्या त्यही भएर भ्यू नजानुको कारण चाहिँ त्यो हो ल यति नै भन्न चाहन्छु किनकि थ्याङ्क्स फर वाचिङ माई युट्युब च्यानल अनि लाइक सेयर र कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला सी यू नेक्स्ट भिडियो जय नेपाल